हाम्रो सुनिल भन्ने मान्छेले यहाँ आई लभ यू को चिन्ह बनाउँदैछन् लोगो। यो चाहिँ कहाँको लागि गरे साथी? यो कहाँ के भन्छ पुलकार कहाँ छ त्यहीँको लागि हो अरे। यो फोटो खिच्ने पर्यटकहरूको लागि अलिकति पर्यटक आकर्षण हो भन्ना लागि डिजाइन गरिँदैछ। अनि यसको मुनि एउटा टेबल नि हुन्छ हैन, मान्छे बस्न मिल्ने बनाउने हो हैन तलतिर। अनि यसको यसलाई प्यानल काटेर ढाकेर दुई साइडबाट कलर पनि गर्ने छ। यता छ प्यानल चाहिँ, यसलाई काटेर यसमा ढाकेर दुईपट्टिबाट अनि ढक्कन लगाएर यसको चाहिँ अलिकति आकर्षक डिजाइनको बनाइने छ। सो को हुनुहुन्छ पोखरादेखि र पोखरा केबुल कार कहाँ छ त्यहाँ घुम्न जानुभएको साथीहरूले यसो कमेन्ट गरिदिनु होला। अनि त्यो सँगसँगै यो केबुल कारको लोगो देख्न सक्नुहुन्छ, यो पनि त्यहीँको लागि अर्डर भएको हो। अनि यो केबुल कारको लोगो र यो दिल चाहिँ पोखरा केबुल कार सञ्चालन समितिबाट अर्डर आएको हो। त्यहीँ लग्दैछ, कुन ठाउँमा छ त्यति जानकारी छैन। ल यो भिडियो चाहिँ जसले हेर्नुहुन्छ यसो लाइक कमेन्ट गर्नु होला। र पोखरादेखि हुनुहुन्छ नि तपाईँ, कहाँ छ पोखरा केबुल कार यसो कमेन्ट नै गरिदिनु होला। र यो बनाउने निर्माता हुनुहुन्छ हाम्रो सुनिल सर। उहाँको वेल्डिङ एकदम खतरानाक छ, उहाँले वेल्डिङ गरेको र उहाँले बनाउन लागेको चिज पनि एकदम आकर्षक देखिने जस्तो देखिन्छ है अहिले हेर्दा। अनि फुल निर्माण भयो भने कस्तो देखिन्छ त्यो पनि हामी तपाईँलाई भिडियो देखाउनेछौँ। त्यसको लागि पार्ट 2 को लागि वेटिङ गर्नु होला। पार्ट 2 हेर्नको लागि सबभन्दा पहिला च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। धन्यवाद।